ल म चाहिँ आज माउन्ट ओहिराबाट चाहिँ मेरो यात्रा तय गरेर पनि फर्कदैछु साथीहरू है। अब यो चाहिँ मैले मेरो घरतिरको डेस्टिनेसन तय गरिसकेँ। यस्तो छ है साथीहरू, अलिक यहाँ चाहिँ उकालो छ। अब उरालो छ, उरालो प्रायः यसो जङ्गलको बाटो जानुपर्छ। म यात्री नहुँ, यात्रा गर्न चाहिँ मनपर्छ है। म एक्लै भए पनि जहाँ पनि पुग्छु। साइकल चाहिँ हुनुपर्छ साथमा। अब बाइकको लाइसेन्स निकाले पछाडि चाहिँ टोकियो हप्तामा एकपटक चाहिँ गइन्छ होला। अब 400 सीसी भन्दा माथिको अलिक हेभीको निकाल्नु छ। अब कारै निकाल्छु भन्ने त छैन, तर बाइकको चाहिँ मलाई सौकिन छ। एउटा खतरा स्पोर्ट्स बाइक किन्ने हो साथीहरू। ल यस्तो छ है यात्रा चाहिँ साथीहरू। जङ्गलको बाटो छ, यसरी यात्रा तय गर्नु छ। यस्तै हो। उकाली ओह्राली गर्दै खोला नाला सागर तर्दै Life is beautiful when you see the beauty in you as well. यात्रा सुरु गर्नु छ है साथीहरू। यात्रा रमाइलो हुन्छ, के गर्ने, यस्तै हो। Life is beautiful. माया गर्न जानी होला, तिमीले सिकाउन सक्थ्यौ नि, के छोडे जानै पर्थ्यो र। आहा घुम्तीनिर भेट भो